स्टन्ट गरेर देश बन्दैन, स्टन्ट गरेर देश बन्छ। हेर बिजोक, सबैले विश्वास गरेका थिए है सुनिता ढुङ्गललाई, सबैले विश्वास गरेका थिए, सबैले युवा छन्, यिनले त केही गर्छिन्, बालनलाई सहयोग गर्छिन् भन्ने सबैलाई लागेको थियो। यस्तै पारा हो भने 2084 को चुनाव अगाडि बालनलाई यिनले साह्रै धोका दिनेवाला छिन्। हेर्नु नि, यो भाषण सुन्दाखेरि थाहा हुन्छ कि 2084 को चुनाव अघि पक्कै पनि केही नौलो घटना ल्याउँछन्। बालनलाई कुनै आरोप लगाउनेदेखि लिएर केही न केही पक्कै आउनेवाला छ, 100% आउनेवाला छ। आजकै भाषणबाट हेर्नु, डाइरेक्ट त भनिरहन्, तर इन्डाइरेक्ट रूपमा भन्नुपर्ने कुरा सबै भनिन्। त्यसले गर्दाखेरि युवाले गर्नुपर्छ, युवा आउनुपर्छ भने जस्तो लाग्छ, तर युवा गरेर पनि केही नहुने रहेछ। पक्कै पनि परिवर्तन गर्ने चाहिँ चाहिन्छ। युवाले पनि केही नहुने रहेछ भने प्रमाणित सुनिता ढुङ्गलले गरेछन्। हेर्नु त, यत्रो वर्ष काम गरिन्, अब चुनाव आउन लाग्छ नि, चुनाव आउँदैछ, बाल्यलाई असहयोग गर्ने, बाल्यलाई आरोप लगाउने पक्कै गर्नेछ।